फाइनली गाइज सबैजनालाई नमस्कार। आज 12 क्लास फिनिस्ड भयो है। अब अलिअलि चित्त दुख्या साथीहरू आफ्नै धुनमा छन्। टक्कै अब इक्जाम सकिएर बाहिर आएको म नि अलिकति नर्भस त भइहालिन्छ नि यत्रोसँग कोही कहाँ होइन। केटाहरू एकछिन यता हेर न, यता हेर न सबजना एकछिन। के भन्छौ तिमीहरू? एक्जाम सक्यो भन्छ अनि के भन्छ? होइन सबैको रिजल्ट राम्रो आउनु पर्छ। सबको राम्रो होस् होइन। आजसम्म हामी एउटै फ्यामिली जस्तै थियौँ, आजदेखि अब छुट्टिने भयो। एक्लै मोडले कापिरहेको छ। के भन्छौ? 2-4 शब्द बोलेको के हुनु, आजको इक्जाम चाहिँ फाइनल भयो। सबै गइसक्यो, अब रिजल्ट आउनु मात्रै बाँकी छ। अब रिजल्ट अब हेरौँ कस्तो आउँछ। अब सबैलाई अल द बेस्ट है रिजल्टको लागि। विराज 2-4 शब्द मनिषा 2-4 शब्द बोलिदिनु। दामी हो, दामी एकदम ठुलो गरौ जस्तो ल राम्रोसँग बस्नु। एक्जाम चाहिँ ठिकै भएको छ, तर एउटा सब्जेक्ट अलि डर भइरहेको छ। अब त्यो रिजल्ट आएपछि थाहा हुन्छ, रिजल्ट आएपछि हेर्छौँ। अहिले त म एउटा भलक बनाउँछु। कस्तो भनौँ के भन्नु कि आज एकदम धेरै राम्रो भयो। यहाँ त एकछिन म अगाडि एउटा बनाउँछु के लास्टमा के भन्न चाहन्छु भनेपछि म जहाँ जाऊ साथीहरू नबिर्छ होइन कसैले पनि। अब रिजल्ट राम्रो आओस्, सबैको राम्रै आउँछ जस्तो लाग्छ। त्यही हो होइन त? सक्यो 12।